चाहिँ यो माघ फागुन झन्डै झन्डै चैत पनि भनौँ न, माघ फागुन चैततिर होइन यो वन जङ्गल एकदम लाली गुँरास फुलेर अनि त्यसैमा काफल पनि पाकिसक्यो होइन। अब कतै कतै त पाकेको छैन होला पनि, कतै त पाकिसक्यो काफल। त्यसै गरी होइन बोडी बिरुवाहरूले पल्लो फाल्ने फुल खेल्ने होइन। अब त झन्डै फल पनि लाग्ला बिस्तारै। एकदम दामी छ गाउँघरतिर होइन, रमाइलो हुँदैछ, रमाइलो भइरहेछ। ल के कस्तो हुन्छ भिडियो लानु। अब पाक्न सुरु हुँदैछ क्या भर्खर भर्खर है, कतै कतै पाकिरहेछ होइन। अनि चाहिँ त्यही पनि झरिदिन्छ यार, धौधौ पाकिरहेछ होइन। दामी तरिकाले बबाल सुन्दैछ नि त गाउँघरतिर रमाइलो नै छ होइन। जे जस्तो भए पनि गाउँघर पनि गाउँघर नै हो। यता चाहिँ काफल पाकिसक्यो है त, काफल पाक्यो होइन। लगाइस यता चाहिँ दामी तरिकाले काफल पाकिरहेछ है त। ए पाक्दैछ दामी तरिकाले होइन। उतातिर होइन दामी तरिकाले एकछिन रुखमा गएर टिप्यो होइन, भर्खर भर्खर पाक्दैछ। यता फेरि यो आरु पनि फुल्ला छ अहिले, फुल खेल्दैछ होइन। दामी तरिकाले यो चाहिँ अब असारतिर पाक्छ होला होइन। पलम पनि, पलम र आरु चाहिँ सँगसँगै, यो पलम पनि फुलिरहेछ अहिले। एकदम रमाइलो नै छ गाउँघर होइन। टक्क लगाएर यता पहिले चाहिँ लाली गुँरास छैन, यसमा चाहिँ मह हुन्छ भनेर हामीले खुब खाइन्थ्यो पहिला चाहिँ। जङ्गल डुल्ने, बिहान निस्केको साँझ आउने, घरमा गाली खाने होइन। दामी हुन्थ्यो बालपन त, रमाइलो नै थियो। सम्झना चाहिँ आइरहन्छ कि रोहितको र मेरो छुट्टै कहानी हुन्थ्यो फेरि। लाली गुँरास फुलेर वन जङ्गल लात्ताम्य पनि देखिन्छ होइन। ल दामी यता फेरि काँचो पनि छ होइन, कतै काँचो छ कतै पाकेको छ, यस्तै त छ नि होइन। दामी तरिकाले ल गाइस, अहिले चाहिँ म काफलको रुखबाट सबैलाई नमस्कार। काफल खान आउनु होला गाउँघरतिर, रोल्पातिर होइन। ल काफल दामी तरिकाले पाकिरहेछ ल। दामी तरिकाले काफल पाकिरहेछ गाइज होइन यता। दामी तरिकाले पाकिरहेछ यता जताकतै, थोरै थोरै भयो नि होइन। सुरुवात हुँदैछ काफल पाक्ने यता। ल गाइज आजलाई यति है त, म अब जान्छु काफलको रुखबाट। ल नेक्स्ट भिडियोमा भेटौँला। ओके, थ्याङ्क यू फर वाचिङ है। ल काफल खाँदै बाई बाई। काफल खान आउनु तपाईँहरू सबै है, रोल्पातिर मलाई सम्पर्क गर्नु होला।